नमस्ते। यति बेला म ट्याक्क लन्च गरेर आएको छु। म यति बेला ट्याक्कै नेपाल एम्बेसीको छेउमा रहेको यो मझेरी रेस्टुरेन्टमा छु। ट्याक्क नेपाली परिकारको यो भेज खाना है, सादा खाना, भेज खाना, टक्क करेलाको तरकारी, अनि यो सायद मलाई लाग्छ आलु र फर्सीको तरकारी हुनुपर्छ। टक्क टमाटरको अचार, अनि यो पापडम, अनि दही, टक्क दाल र हरियो साग। ल, तपाईँहरूलाई पनि नेपाली परिकारको टक्क नेपाली स्वादको खानाहरू खानु छ भने, एमबिसीमा आउँदै हुनुहुन्छ भने ट्याक्कै यही मझेरी रेस्टुरेन्ट दोस्रो तलामा छ। एमबिसीको छेउमा दोस्रो तलामा छ। ट्याक्क देख्न सक्नुहुन्छ यो नेपाली रेस्टुरेन्ट, नेपाली स्वादको खाना टक्क हजुरहरूले आफ्नो इच्छाअनुसार खान सक्नुहुन्छ। मैले चाहिँ आज भेज खाना खाने निर्णय गरेर टक्क बासमती चामलको भात, अनि दाल, सब्जी, तरकारी यो टक्क खाने प्लानले गर्दा मैले चाहिँ आज भेज खाना खाँदैछु। तपाईँहरूलाई पनि टक्क एमबिसीतिर आउनु भयो भने ट्याक्कै मझेरी रेस्टुरेन्टमा आएर खान सक्नुहुन्छ। ट्याक्क है, आज मान्छे एकदमै कम हुनुहुन्छ। अब अलि बिहानै पनि छ, मैले टाइममै खाना खाइहालेँ, त्यस कारणले अलिकति बिहान भएको कारणले मान्छेहरू त्यति यहाँ हुनुहुन्न। तर पनि टक्क तपाईँहरू आएर खान सक्नुहुन्छ है। नेपाली खाना खाउँ, स्वस्थ रहौँ है त। नेपाली स्वादको नेपाली खाना। अब आफ्नो घरको खाना खान नपाए पनि यसो होटलमा नेपाली खाना खाँदाखेरि अलिकता घरको तिर्सना मेटिन्छ भन्दै अब इन्जोय गर्दै नेपाली खाना खाउँ। हस्, बाई, थ्याङ्क यू सो मच।